एभ्रिवान नमस्ते स्वागत छ फेरि पनि हजुरहरुलाई अर्को निशाको ब्लगमा। यो ब्लग कि लङ हुनेछ, एन्ड तक हेर्नु र धेरै माया दिनुहुन्छ भन्ने आशा गर्छु। अनि एउटा कुरा सधैँ एउटै के देखाउँथे भनेर हेर्दा हेर्दा मेरो ब्लग पनि बोरिङ हुनुहुन्छ हैन। म त कहीँ बाहिर पनि गएको छुइनँ, अब सानो बच्चा छ मेरो, त्यसैको लागि कहीँ जान पनि सक्दिनँ। डेलीको म घरमा जे काम गर्छु त्यही हजुरहरुलाई पनि देखाउँछु हैन। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मैले छोरालाई सुताएर आज चाहिँ एकदम घाम लागिरहेको, एकदम लुगाहरू पनि सुक्छन्, फटाफट धुनु पर्यो। म चाहिँ आज मलाई पुरा भिडाभिड छ। किन भन्नुहुन्छ भने अब यत्रो दिन त बहिनी अब खाना पकाइरहेको थियो बिहानै बेलुकै हैन। अहिले चाहिँ अब खाना पकाउनु पर्यो म र मम्मी भएर। अनि यता आज पुरा मजाले घाम पनि लागेको छ नि त। अनि मैले हेर्न घाम लागिरहेको, अचानक फेरि पानीहरू पर्छ भन्न सकिँदैन। त्यही भएर मैले फटाफट अनि लुगाहरू धोएँ। लुगा धोएको बादमा चिया पनि मैले खाइसकेँ। चिया खाएर चाहिँ म यहाँ घाममा बसिरहेको थिएँ। त्यति बहिनी त मात्र सब्जी काट्दै थिएँ। आज चाहिँ खाना पकाउने बारी मेरो र मम्मीको साह्रै दुःख लागिरहेको। दुःख लागेको किनभने अब होइन सानो बच्चा छ, गर्न दिँदैन नि त। त्यही भएर बाइचान्स फट्टै उड्छ। बहिनी यत्रो दिन खाना पकाइरहेको थिएँ। अब बहिनीको चाहिँ 4-5 दिनको लागि छुट्टी भयो नि त, त्यही लागि को खाली चिया खानै मन लाग्दैन। अनि आज चाहिँ चियासँग खाने सबै नै सकेको रह। त्यही भएर मम्मीले चाहिँ अहिले जस्ट भर्खर बिस्कुट ल्याइदिनु भयो। अघि बिहान हेप चिया खाएँ। अनि अहिले म चाहिँ चिया बनाउँदैछु। यता मम्मीले ल्याइदिनु भएको छ बिस्कुट। यहाँ हेर्न सक्नुहुन्छ गाइस, सब्जी यता काटेर बहिनीले रेडी गरिदिरहेछ। यहाँ सक्नुहुन्छ सब्जी के हो भने के हो मलाई थाहा छैन। लाउ आलु फर्सी जस्तो देखेँ। अनि त्यही भएर गाइस यता चाहिँ खाना पनि पकाइसकेँ। खाना पकाएर कस्तो थकाइ लाग्यो आज। अनि त्यही भएर म चाहिँ यता बसिरहेको छु बाहिर। हेर्न सक्नुहुन्छ गाइस, खानामा चाहिँ लाउ आलु पकाएँ। अनि पकाएर अनि मम्मीले पनि अर्को सब्जी पकाउनु भयो, किनभने ठिक्क छोरो पनि रुन थाल्यो नि त। अनि केटाकेटी हुँदा त गर्नै दिँदैन, उसलाई पनि हेर्नु पऱ्यो। अनि सब्जीहरूको भाजी गर्नु थियो, सजिना आलु, त्यो चाहिँ मम्मीले गर्नुभयो। छोरालाई नुहाउन पानीहरू पनि राखिदिएको थिएँ। अनि उसलाई चाहिँ मैले नुहाइदिएँ पनि। अनि यो चाहिँ नुहाएको चाहिँ मैले भिडियो बनाउन सकिनँ, किनभने अरू बेला पिता पुरै नुहाइदिनु हुन्छ सधैँभरि डेली नै होइन। आज पिता बजार जानु भइरहेको थियो र पिताको आउन डेरी हुन्छ। त्यतिखेरसम्म पिता आउँदैन, घाम पनि त जान्छ केटाकेटी मान्छेलाई भनेर मैले नि नुहाइदिएँ। अनि त्यहाँबाट नुहाएर अनि उसलाई चाहिँ सुताउन थोरै टाइम लाग्दैन। आज चाहिँ मैले अब बिहान सधैँभरि म बिहानै नुहाउने गर्थेँ, आज चाहिँ मैले बिहानै नुहाउन पाइनँ। अनि त्यही भएर मेरो चाहिँ भोलि कहीँ जान छ र अनि टाउको पनि नुहाउँछु भनेर चाहिँ एकदम टाइमै हुँदैन त्यसरी। अनि मेरो चाहिँ नुहाउन एकदम डेरी भन्दा पनि टाइम निकै नै भयो। अहिले मैले नुहाउँदाखेरि अहिले त 3:30 नै बजेको थियो पनि अलिअलि घाम थियो र अनि म चाहिँ घाममै बाहिर बसिरहेको थिएँ। अब अनि म चाहिँ नुहाएर पनि आइसकेँ। अनि नुहाएको बादमा चाहिँ सबै काम सकेर अनि मैले चाहिँ नुहाएको बादमा चाहिँ अनि म चाहिँ यता लाउँदै थिएँ कपालमा सिरम। म चाहिँ सिरम लाउने गर्छु नि त कपाल पनि मेरो। अब मैले त 3 चोटि लाउँछु, धेरै निकालेर लाउँछु, किनभने कपाल पनि मेरो अलिक बाक्लो टाइपको छ, लामै छ, त्यही भएर मलाई चाहिँ पुग्दैन। अनि म चाहिँ घरमा डेली जे काम गर्छु त्यही रुटिन नै देखाउँछु, जति सक्छु क्याप्चर गर्न त्यति नै म देखाउँछु होइन। एउटै ब्लग हेर्दा हजुरहरूलाई पनि बोरिङ लाग्छ होला। के गर्नु, म त्यसरी बाहिर पनि गएको छुइनँ, नयाँ ब्लगहरू ल्याउन सकेको छुइनँ। घरमा जस्तो सके त्यस्तै ब्लग दिने कोसिस गर्दैछु, त्यही पनि दिँदैछु होइन। हेर्न सक्नुहुन्छ गाइस, मैले चाहिँ साँझ पनि पर्यो, साँझमा फटाफट पानी पर्छ भनेर लुगा बाहिर थिएँ, उठायो अरे लुगा उठाएर अनि म चाहिँ गएँ डेली बजार भनेर गएँ। डेली बजार चाहिँ ब्रोइलर खाने भन्दै थियो, त्यही भएर बाबुको लागि भए पनि अनि आज ब्रोइलरै खाने भनेर लिन भनेर गइरहेको थिएँ गाइस। म चाहिँ ब्रोइलर लिनको लागि हेर्न सक्नुहुन्छ डेली बजार हाम्रो सेन्टर होइन। बेसी सानो नगरिदिनु न त, सानो पारिदिनु। अब हाम्रो लागि चाहिँ ब्रोइलर अनि अब मम्मी त ब्रोइलर खानुहुन्न, त्यसैले मम्मीको लागि चाहिँ माछा लिँदैछु। अनि माछामा चाहिँ म भन्दै थिएँ कि त्यो दाजुलाई डेली हामी चाहिँ कमेडी सेन्टर आयो भने यही दाजुसँगै लिन्छौँ, व्यापारी त निकै छ होइन, अनि अलिक पिस ठुला गरिदिनु भन्दै थिएँ, किनभने फ्राई गर्न पनि सजिलो हुन्छ नि त होइन। अनि त्यहाँबाट बादमा चाहिँ अनि हामी चाहिँ आयौँ यहाँ माछा अनि मासु पनि लिइसक्यौँ। लिएको बादमा चाहिँ यहाँ आयौँ कमेडी सेन्टरमा, निकै होटल छन्, यसमा चाहिँ अब पुरा गरम जे खाए पनि छ, सिङ्गडा चाउमिन चपहरू सबै थोक नै छ होइन। अनि हामीले चाहिँ सबै थोक नै टेस्ट गऱ्यौँ, बहुतै टेस्टी लाग्यो, गरम ठन्डा उसमा। अनि हामी चाहिँ टाइम पनि 7:30 नै भइसक्यो घर जाने भनेर निस्क्यौँ। घर पनि जाँदैछौँ, यहाँ हेर्न सक्नुहुन्छ। अनि दुध पनि लिएरै जाने भनेर दुध पनि लिनको लागि गयौँ, दुधहरू पनि लिएर आएँ। दुध लिएको बादमा चाहिँ फेरि छ एउटा यहाँ होटल कमेडी सेन्टरमा चाहिँ होटल त निकै नै छन्, तर हाम्रो फेभरेट होटल र फेमस होटल चाहिँ टन्डन दादाको होटल भन्दाखेरि सबैले चिन्दछ पनि फेमस होटल त्यही हो। अनि हामी चाहिँ आयौँ त्यो होटलमा। अनि त्यो होटलमा आएर हामी चाहिँ चिया पनि खाइवरी जाने भनेर सोचेँ, किनभने अब घरमा जाँदाखेरि फेरि टाइम पनि निकै भइरहेछ, खाना बनाउनु पनि पर्छ होइन। अनि कहिले दुध तताउनु फेरि चिया पकाउनु निकै टाइम लाग्छ।
अनि चिया पनि खाइवरी जाने भनेर हामी त्यो होटलमा पस्यौँ। अनि सोच्दै छु कि फेरि मेरो छोरो पनि रोयो होला भनेर सोच्दै थिएँ। तर रोएको छैन, रोएको थियो भने त फोन गर्नुहुन्थ्यो मम्मीहरूले पनि। मैले चाहिँ घरमै छोडेर आएको छु। अनि यति चिया खाने भनेको चिया भर्खर बनाउँदै रहेछ, म चाहिँ बसिरहेको छु। कतिखेर चिया दिन्छ नि फटाफट खाएर घर जाऊँ भनेर। सबै त्यो हाम्रो काम भइसक्यो। अनि हामी चाहिँ होटलबाट अब खाएर घर जाने भनेर सोच्दैछ। अनि यहाँ मैले फेभरेट मेरो खाने चिज म हजुरलाई पनि देखाउँछु, कसको फेभरेट हो कमेन्ट गरेर भन्नु। मैले चाहिँ रसमलाई बहुतै फेभरेट हो, बहुतै मिठो लाग्छ मलाई चाहिँ। अनि उसलाई चाहिँ मैले बाहिरैबाट खान्छस् भनेर न खान्न कस्तो छ छि भनेर भन्नु। उसलाई चाहिँ जब मैले अर्डर गरेपछि टेस्ट गर अनि म पनि खानु पर्यो, बहुतै मिठो रहेछ भनेर म पनि अर्डर गर्न गइरह। कसको यो रसमलाई चाहिँ फेभरेट हो कमेन्ट गरेर भन्नु। मेरो चाहिँ एकदम फेभरेट हो। होटलमा आएपछि यो देखेपछि त नखाने त कुरै छैन। अब अर्थ खाम नखाम यो त खान्छु नि। अब प्रायः होटलमा जुन होटलमा पनि देख्छु, तर कतिपयमा होटलमा माने टेस्टी लाग्दैन त्यस्तो, तर अर्डर गरेपछि खान्छु अब। अनि यहाँ ऊ पनि खाँदैछ, यहाँ हेर्नु उसलाई चाहिँ बहुतै मिठो लाग्यो अरे। अनि अर्को पनि खान्छस् भन्दा भयो खान्न भनेर भन्नु। उसले ऊ पनि खाएर सानो दोकानमा त चाउमिनहरू पनि खाएर आइरहेको थियो नि त, पुरा एक्टिङ गरी खाँदैछ। एभ्रिवान, के गर्नु हुँदैछ तपाईँहरू? यहाँ हेर्न सक्नुहुन्छ अहिलेको टाइम चाहिँ राति 8 बजिरहेछ। हाम्रो घरमा चाहिँ सब्जी पाक्दैछ। यहाँ चुल्हामै मम्मी पकाउनु हुँदैछ आज सब्जी। यो सब्जी चाहिँ त्यो नै ब्रोइलरको मासु। यहाँ हेर्न सक्नुहुन्छ पाक्दैछ। यसलाई चाहिँ अलिअलि भुटेर निकाल्नुहुन्छ। अनि भरे बादमा फेरि अहिले मसलाहरू हाल्नुभएको छैन। अनि मसलाहरू हालेर फेरि मम्मीले पकाउनुहुन्छ। मम्मी माछा हुँदा चाहिँ मम्मी नै पकाउनुहुन्छ। यसो पनि अरू बेला पनि मम्मी पकाउनुहुन्छ, तर मासु भएको बेला मम्मी नै पकाउनुहुन्छ। पिता पनि पकाउनुहुन्छ, तर पितालाई आज अलिक सन्चो छैन नि त, त्यसैको लागि। अनि यसको ब्लग चाहिँ म जति सक्छु त्यति भरे बादमा भोलि दिन्छु। अहिले चाहिँ मैले यतिकै सर्ट भिडियो बनाएर गरेँ कि त हेर्न सक्नुहुन्छ गाइस। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यहाँ छ माछा। अब यता मासु पाक्दैछ, यता माछा पनि घरमा अब खाने मिल्दैन, त्यही लागि ब्रोइलरको मासु चाहिँ मम्मी खानुहुन्न, त्यसैको लागि यो चाहिँ मम्मीको लागि हो। हामीको लागि चाहिँ मासु आज यहाँ हेर्न सक्नुहुन्छ गाइस पाक्दैछ। ग्यासमा पकाउनुहुन्न कि मम्मी मासु चाहिँ चुल्हामा पकाउनुहुन्छ। चुल्हामा बहुत टेस्टी हुन्छ नि, त्यसैको लागि हेर्न सक्नुहुन्छ। के गरेको तल अघि गेट लगा भने होइन? जहाँ लगाएर आइज, मोबाइलले मात्रै हेरेको गर्छ। ओइ तँ जाँहरू जाँदैन गेट लाउन। म बाटो गेट खुलै छ, तँले जाँड्यो भने उसलाई देखाउँदैछ दिदी जान्छु भन्दैछ। एउटी बेलै यहाँ सन्चो छैन जस्तो त चुन्नी बेरेर बस। गाइस तपाईँ चाहिँ के गर्नु हुँदैछ? अहिले चाहिँ 8 बजेको छ। आज चाहिँ हाम्रो खाना खानाले देरी पनि भयो, हेर्न सक्नुहुन्छ। यो चाहिँ खाना पकाउँदिनँ, अलिक दिनेशको छुट्टी छ। यो कहाँ घुम्न जाने अरे, यो खाना पकाउ। गाइस त दिदी चाहिँ किन खाना पकाउँदिन उसकी दिदी यसले भनिन्छ किन पकाउँदिन? बाउनी बाँकी छ। कहाँ घुम्न जान्न? बाउनी बाँकी छ। हो बाउनी बाँकी छ भन्दा केको लागि बाउनी भएको यो भन्दा 7 दिनको लागि छुट्टी भयो। 7 दिनको लागि छुट्टी अरे। उसको पनि स्कुल बन्द छ, उसको पनि छुट्टी होइन है? होइन मेरो पनि छुट्टी हो। हिँड गेट लाउन जाउँ। गाइस यहाँ हेर्न सक्नुहुन्छ गेटको ताला मार्न चाहिँ मैले जानेछु। त्यसलाई जानको लागि भनेर भने कोही गएन, म जानेछु। अब गेटको ताला है यो चाहिँ बाटाको गेट हो, लगाउनै पर्छ, नलगाइ त हुँदैन होइन। यसलाई मैले भाइलाई भनेको थिएँ दिदीको छोरालाई, उसले पनि जान्न भनेर भन्नु। अरू बेला अलिक छिट्टै लाउँथेँ, अहिले चाहिँ अब म पनि गएको थिएँ सेन्टर भनेर, अनि त्यसैको लागि आज फेरि देरी भयो गेट लाउनको लागि। हेर्न सक्नुहुन्छ गाइस म चाहिँ लाउँदैछु गेट ताला मार्दैछु। सब्जी चाहिँ मम्मीले पकाइसक्नु भयो। मासुको सब्जी एकदम टेस्टी पकाउनु भइरहेको देख्छु, टेस्टी छ होइन। यता चाहिँ माछा मैले फ्राई गर्दै हेर्नुसँग टाइम पनि निकै भयो नि, त्यसैले ग्यासमा म चाहिँ यता माछा फ्राई गर्दैछु। अनि यता चाहिँ प्याजहरू मसला भुट्दैछु, हेर्न सक्नुहुन्छ। यो चाहिँ मम्मीको लागि माछा, मैले अघि भनिहालेको थिएँ हामीहरूको लागि चाहिँ मासु छ भनेर। म फ्राई गर्दैछु यहाँ फटाफट। यता हेर्न सक्नुहुन्छ बसिरहेको थिएँ म चाहिँ यतिकै मोबाइल हेरेर। अनि मम्मीलाई मात्रै एकदम गर्न देरी हुने रहेछ, टाइम निकै भइसक्यो होइन। पितालाई टाउको दुख्नु भइरहेछ, अनि सुत्नु भइरहेछ पिताजीहरूले। म पनि खाना खान लागेँ कि हेर्न सक्ने मैले चाहिँ भात एकदम कम्ती लिइरहेको छु कि मैले अघि सेन्टर गइरहेको थिएँ नि त, त्यही भएर सेन्टरमा मैले चाहिँ खाएर आइरहेको थिएँ अब किबी त्यही भएर मलाई चाहिँ भातै खान मन थिएन। भात नखाइ त सुत्नु हुँदैन भनेर मम्मीले पनि, त्यही भएर म चाहिँ भात अलिकति पस्केँ कि भात खानको लागि। हेर्न सक्नुहुन्छ सबले खाइसक्यो, म मम्मी बहिनी खाँदैछौँ। खाना पनि खाइसकेँ। खाना खाएको बादमा चाहिँ अब म चाहिँ सुत्छु भनेर रुममा आएँ। टाइम पनि निकै भइरह्यो नि त, अहिले त झन्डै 9:30 जति नै भयो, देरी नै भयो। अब खाना खान पानी पनि पर्दैछ, अब म चाहिँ सुत्न भनेर लागेँ। हुन्छ त गाइस आजको ब्लग चाहिँ यहीमा एन्ड गरेँ। कस्तो के लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु। बाई बाई।